कि गुराँसको तल आइरा त्यो रातो रातो लाउनु त हामी बहिनी हुन् जस्तो लाग्छ यता हेर्नु त बबासी जङ्गलमा छौँ हामी चाहिँ है अब कत्रो थुप्रै देखिँदैन आनन्द तल लेखे हुन्छ 462 तलै लाग्यो अर्को लाइनमा जानुहोस् 422 ठिक छ ऊ मात्र भन न फ्रान्सको कोड लप्पन छप्पन जान्दिन म झुटो कुरो बोल्दिन लप्पन छप्पन जान्दिन म झुटो कुरो बोल्दिन पढ्या छैन जङ्गली पारा यस्तो हालत छ हामी यसरी बस्नु परेछ त्यो चिसोमा कि मैले रङ ठाउँ चुज गरेछु कि यो बल्छ भन्ने भनौँ त आउँछु गाइजहरू दुःखमा पनि यस्तो हाँसी पनि ल
3 जुरे मिल्केमा कस्तो राम्रो फोटो आउँछ गुराँसै गुराँस भएको म भिडियो बनाउन जान्छु आहा मैले फर्स्ट टाइम देखेँ ल बाटो देखाएको त अलिअलि आय ओ गुड आउ आउ भयो त जाम 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 पनि राम्रो आउँछ के हेलो खिच्नुहुन्छ आउनु न आउनु डर लाग्छ के मलाई के भएर यसले अब मौसम एकछिन खोल्दियो भयो दियो है केही हान्नु त दिदी कसलाई तिमीलाई हान्दिमा आएर देखो ना गाय देखो ना क्या है ये गाइस देखो अनि यहाँ चाहिँ यो बच्चा जन्मेर छ के बच्चा सँगसँगै छ होइन चौरीको बच्चा भनेको चाहिँ दुधको लागि पाल्ने हो चौरीको बच्चा राख्दैन नि हाम्रो जङ्गलमा चाउचाउ हुँदै बसेको छ Foresters life.
परिवारद्वारा यहाँ भित्र पसेर बसिदिन्छ कि अनि यो धमिलो भएर यो हिमाल नत्र यो पानी मुनि देखिन्छ हिमालहरू देखाउनु त भाइ मेरो त यतैको मात्र अब गाडी चढेन धक्कल्नु पर्ने रहेको अवस्था यस्तो हिलोमा अड्केछ यस्तो राम्रो भ्यू छ तर के गर्नु बाटो चाहिँ त्यस्तो छ अब हामी 4 राति पुग्न लाग्यौँ यस्तो गुराँसको उसमा ढुङ्गा यस्तो थरी थरी गुराँस छ होइन अनि त्यसपछि उसले पुरै ढुङ्गा बोकेर गाडी अड्किएको अवस्था छ यसरी फाल्दैछन् माथिसम्म आउनु पनि सक्दैनन् सास लिएर आउँछु कभी तुझ में उतरूं जो सांसों से गुजरूं तो आए ल हामी आइपुग्यौँ के पोखरी रे यो जलजले पोखरीमा हामी सबैजना आइपुगेका छौँ यहाँ मन्दिर पनि छ जय जलजला पोखरी जलजले पोखरीमा हाम्रो सुरेन्द्रजी हो हो मेरो भ्लगमा आयो तिमी ल हामी सबैजना चाहिँ यसरी काम सकेर चाहिँ बल्ल यता आएको है हो कि होइन ताइल्यान्डमा कुरिरहनु भएको हामी 2:30 बजिसक्यो हामीले भातै खाएन लुले ल भिजिट फाले लौ हाम्रो दाइको गाडीमा ल झन्डा पोखरी आइपुग्यौँ हामी मिरुना मगरको गोठ छ ऊ त्यहाँ माथि रे यता माथि रे फुल भन्ने कहाँनिर रे दाइ गोठ ए फ्याक्ट्री चाहिँ यता रे यो चोरीको बच्चा तोले ए अर्को कति राम्री रहेछ नि भागिन् त्यसरी भागिन् त्यसरी हाम्रो गोठ रहेछ ए पछि उ त्यो पारि उ हेरिरह
हामी चाहिँ खोज्दा खोज्दा यहाँ आइपुग्यौँ यस्तो राम्रो ठाउँ छ यार ओ माई गड ब्याक क्यामेराबाट देखाउँछु ल हजुर विजय यता होइन रे नापेको उहाँहरू पर पर हुनुहुन्थ्यो अरे तर जम्मा 14 मिटर देखाएको नि त दाइ 14 मिटरहरू त यही हो हामी 1 मिटरमा पुगिसक्यौँ होइन तर अब यहाँ रुखै छैन अब कुन रुख हो छैन ऊ त्यो हो कि त्यहाँ छ नि त आधा वाला कि त्यो त होइन होला है यस्तो छ के छ सुरेन्द्र पानी पर्छ के डिक्सहरू हुने नि 107 को सक्यो त 107 लास्ट तपाईँ त्यो के अरे 60 किलो रेन्ज गर्नु बाँकी छ रेन्ज फाटिसक्यो त्यस्तो छ है चिया पकाएर खानालाई यति दुःख छ यहाँ दुध पुरै पुगिसक्यो भुइँभरि हेरेर धन्नै सबै तयारी भइसक्यो साइडमा हामी रेडी कसरी रुख ढलिसकेको छ अब यसमा अन्त काम गर्ने हो बिराम छ पानी पर्न लागिरहेछ परिसक्यो
हुन्छ हाम्रो के रमाइलो भइरहेको भन्दा गीत बजिरहेको हामी मस्त बुसनाल चाहिँ ठोकिरहेछ होइन ए बुसनाल टोकेर यस्तो गर्नुपर्छ मासु पाक्दैछ हाम्रो टेम्पोररी चुलोमा यसरी क्याम्पिङ चल्दैछ यस्तो माथि यस्तो पानी परेर तिरपालले छेक्नु परेछ अझ छाता पनि उडाउनु परेछ आपद भयो यहाँ के चाहिँ गर्ने यो थाहा छैन बिजोग भइसक्यो डिक्स यति जति निस्क्यो होइन लितिक लितिक भयो यहाँनिर तर के छ सुरेन्द्र भाइ पानी परेर बेहाल छ त एउटा रुख सक्यो अब अर्को रुख गर्ने भनेको लगभग आधी काम गर्दैथ्यौँ पानी परेर हैरान परेर यो काम गर्न दिएन कि पानी ठिक छ इन्भेन्ट्री 50% सिद्धियो नि होइन इन्भेन्ट्री चाहिँ लगभग सक्यो ओके ओके ल अब ढाल्नलाई पानी पर्यो पानी परिरहेछ बल्ल साइड क्लियर पनि गर्न पाएको छैन अझै पास पुग्न बाँकी छ के बाँकी छ झमझम झमझम पानी परिरहेछ फिल्डमा गाह्रो छ है फिल्डमा गाह्रो छ पानी एकदम झन् दन्केको दन्कै छ यो त बर्खा लागे जस्तो भएको छ अब यसरी चाहिँ मोराहरू तल साइड लगाइरहेछौँ अनि तिरपाल टाँगेर अब यहाँ स्याम्पलहरू जोख्ने कामहरू भइरहेछ गोरुहरू यसरी पातहरू सुकाउँदैछन् यता एलएमएस काट्दैछ यता एलएमएस खोज्दैछ नि जमिन मलाई कस्तो मजाले समातिरहेको टाइट समय ल भिडियो बनाएको छ